हजुरलाई के भएको? मेरो नसा च्याम्पे अनि हड्डी खिया भन्नुभएको थियो डक्टरले। त्यस्तो हुँदा चाहिँ हजुरलाई के हुन्थ्यो, के लक्षण देखिन्थ्यो? मेरो यहाँ पहिला कम्मर दुख्थ्यो हजुर। अनि यो खुट्टा पुरै निनाउँथ्यो क्या, झमझम गरेर करेन्ट लाग्थ्यो। अनि अरू के हुन्थ्यो? अनि त्यही निनाउने पोल्ने पनि थियो, यहाँ गर्दासम्मै पोल्ने निदाउने गर्न आइदिन्थ्यो। अहिले चाहिँ त्यस्तो छैन? अहिले चाहिँ अलि राम्रो भएको, यो दाहिने खुट्टा चाहिँ अलिक झमझमाइरहेको, देब्रेपट्टि चाहिँ यो जे समस्या थियो त्यो पुरै सन्चो चाहिँ भयो, फाइदा भयो अपरेसन गरेर? हजुर, यतापट्टि चाहिँ पुरै राम्रो भयो, यता चाहिँ अलिकति निदाइरहेको क्या। पहिला हिँड्न गर्न अप्ठ्यारो हुन्थ्यो? एकदम अप्ठ्यारो। अहिले त सक्नुहुन्छ हिँड्न? अहिले अलि धेरै चाहिँ लामो बाटो, तर सजिलै छ। पहिलाको भन्दा सुधार चाहिँ भयो? हजुर, सुधार छ। मलाई एकचोटि यहाँ हिँडेर देखाउनु न है। 2-4 चोटि यताउता गर्नु। हस् आमा, धन्यवाद।